हेलो साथीहरू, हजुरहरूलाई नयाँ दिन अनि मेरो नयाँ भिडियोमा स्वागत छ। अनि आज चाहिँ म चाहिँ कुलोमा खाना पुर्याउन जाँदै गरेको। त्यही हो साथीहरू, अब के भन्छ यो खेतमा कुलो बनाउँदैछ नि त, त्यही भएर त्यसको लागि खाना पुर्याउन जाँदै गरेको कुलोवालालाई। अनि म चाहिँ किन नयाँ दिन भन्छु भने अब हप्ताको अन्तिम दिन हो नि त शनिबार, अनि अब अर्को सुरुवातको दिन भनेको आइतबारदेखि सुरु हुने हो नि त। त्यही भएर म चाहिँ अब आइतबार मेरो भिडियो पोस्ट गर्नेछु। त्यही भएर चाहिँ नयाँ दिन भनेको, फेरि नयाँ दिन के नै यसले भन्यो भन्नुहुन्छ होला। म चाहिँ त्यही भएर अब सुरुवातको दिन भएकोले नयाँ दिन भनेको। अनि यो चाहिँ कुलो रहेको छ, यही बनाउँदै गरेको। यता चाहिँ बनिसकेको छ, उता चाहिँ अब बनाएर ल्याउँदै गरेको। अनि म चाहिँ उता लाँदै गरेको, यो देख्न सक्नुहुन्छ बनाइसकेको। अनि पानी पनि लगाइएको छ हल्का। अनि यो चाहिँ पोहोर नै बनाएको, उता चाहिँ बनाउनु पाएको थिएन रहेछ। अनि त्यही भएर उताको बजेट चाहिँ योपालि छुटेको हुनाले उता बनाउनु हुँदैछ मुहानपट्टि। अनि म चाहिँ खाना लगेर जाँदै गरेको। घाम लागेर हिँड्न नसक्ने अवस्था छ, एकछिनमा पानी पर्छ फेरि। हाम्रोतिर चाहिँ घाम लाग्दै पानी पर्ने क्रम चलिरहेको छ। तपाईँहरूकोतिर कस्तो रहेको छ? अब चाहिँ म चाहिँ घर फर्किँदाको भिडियो देखाउने छु, किनकि गाह्रो भयो हिँड्नुलाई। त्यही हो साथीहरू, हाम्रोतिर चाहिँ अब त्यही गहुँ काट्ने, भेडा खाने, घाँस काट्ने, त्यही हो काम। त्यसरी नै दिनचर्या बितिरहेको छ। घाम लाग्छ, एकछिन फेरि पानी पर्छ। घाम लाग्दा काम गर्न सकिँदैन, घामले पानी पर्दा भिजिन्छ। घाम पानी हुँदै काम गर्दै यसरी नै बितिरहेछ। फाइनली अब चाहिँ म घर फर्किने गरेको, खानाहरू पुऱ्याएर। त्यही हो, यति नै हो आजको मेरो भिडियो चाहिँ। अनि अब मेरो भिडियोहरू आउँदै गर्छ, हेर्दै गर्नुहोला, यसरी नै माया सपोर्ट गर्नुहोला। अर्को भिडियोमा भेट्नेछु। टेक केयर, बाई बाई।